निकै लामो यात्रापछि हामी यता भुटान एरियामा विशेष यहाँको टार्गेट बनाएर हिँडिरहेको छ। डाँडा हेर्नु त दामी देखिँदैछ पुरा। अनि सिनरी यता हेर्नु कस्तो दामी भ्यू ल हेर्नु त हत्र हाम्रो साधन चाहिँ यहाँ पर राखिआएको छ। अलिक यस्तोमा बाटोमा निकै ल्याउनु निकै गाह्रो हो। अलिक देख्न सक्नुहुन्छ यहाँ पर। अब हाम्रो टिमहरू यहाँ माथि हुनुहुन्छ। टिमहरू लाग्दैछौँ हामी डाँडातिर घुम्न। सम्पूर्णमा नयाँ वर्ष 2082को शुभकामना। अब 81 साल दशैं सुख दुःख कटाइयो। 1 वर्ष फेरि बुढो भइएछ, थप भइयो। अब 81 त यतिसम्मको निकै राम्रै तरिकाले कटाइयो जस्तो लाग्यो। अब 82 साल कस्तो हुन्छ अब हेरौँ। मोबाइल पनि फेरि ब्रान्डेड मोबाइल मान्छे त जस्ताको जस्तो निकालिदिइहाल्छ नि। क्यामेरा फेरि केटोले सोको लागि मात्र बोकेको भन्नुभएको होला। केटोले यहाँ इन्टरभ्यू दिनुको लागि पनि पो त किनिसकेको छ त। हाम्रो पार्टनरहरू यहाँ माथि हुनुहुन्छ, माथि डाँडामा। ल कस्तो राम्रो भ्यू छ दामी। यो ताम हो। ल हामी केही समयपछि अर्को भिडियो हेर्न जान्छ। केही समयलाई बाटो चाहिँ यस्तो हाम्रो कालो गति हाम्रो यस्तै हुँदैछ। यस्तो तलबाट उडेको होला।
आउनु भएको छ किनकि तपाईँ फेरि त्यो ठाउँमा पुग्नुपर्ने हुन्छ समयले हामीलाई छोडिरहेको छ हामी समयको पछि पछि दौडिरहेका छौँ किनकि बितेको समय र दबाईको खोला कहिले फर्काउँदैन
अवसर पारेर हामी घुम्न आइरहेका छौँ। हाम्रो साधनहरू यता राखिरहेको छौँ हामीले। हाम्रो काकाको यहाँ माथि छ भ्यू यस्तो दामी छ कि ल हेर्नुहोस् त डाँडाकाँडा। सम्पूर्णमा 2082 को सबैले शुभकामना। डाँडा कस्तो दामी देख्यो। यो कुन ठाउँ ल चिन्नुहोस्। यो ठाउँमा तपाईँ पुग्नुभएको छ? पुग्नुभएको छैन भने एकचोटि पुगिदिनुहोस्। यस्तो दामी बब्बा। अब चाहिँ नयाँ वर्ष आएको जस्तो फिलिङ्स भइसकिसक्यो। हेर्नु त दामी 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 डाँडाहरू। मौसम पनि यति राम्रो साथ दिएको छ कि आज आफ्नो टिम हामी यता व्यस्त छौँ। हाम्रो नयाँ वर्ष मान्नु आउनुहुने साथीहरू यता हुनुहुँदो रहेछ। बाँकी म मेरो टिमतर्फ फर्किँदैछु। यता लिक सानो रहेछ र साधन छिराउनु सकिएन। निकै डर काम्दै भित्रसम्म चाहिँ छिराइयो। पारी डाँडामा राखिआएको छु मेरो चाहिँ। हाम्रो काकाको चाहिँ यहाँ माथि छ। यस्तो मजा छ हेर्नु त। छुट्टै मजा छ बेग्लै। नयाँ वर्ष मान्नुहुनेहरू तल एउटा बसाइरहेको छ। सम्पूर्णमा नयाँ वर्ष 2082 सालको शुभकामना। सुखर होस्, एकदम खुसीले बिताउनु होला। 81 साल जसो तसो कटाइयो, 82 साल चाहिँ अझै सुखद रहोस्। हामी हाम्रो टिममा पुग्न आँटेको छु। म चाहिँ छेउछेउतिर यसो भिडियो सिडियोहरू क्याप्चर गरेर चाहिँ यहाँ हाम्रो मासु छ। हाम्रो गिटारहरू यहाँ हाम्रो काका हुनुहुन्छ। अलिक कालो देखिन्छ। नयाँ वर्ष ठिकै हुँदैछ काका? दामी है अहिले चाहिँ। हामी यो डाँडादेखि आएको हो। हामी हेर्नु त मेरो क्यामेराको लेन्स अलिक कम छ कि जुमले अलिक भइरहेको छैन। त्यो सानो माथि सिग्नल देख्नु भएकोमा चाहिँ देखि हामी आएको। यस्तो दामी भ्यू छ हेर्नु त। हाम्रो गाउँ आएको बाटोको फोटोको क्याप्चर जस्तो देखिने चाहिँ सायद मेरो क्यामेरा अलिक जुम भइरहेको छैन। झन् यसो हेर्दा चाहिँ हो कि होइन कि जस्तो। के भन्नु अरू त देखेको फेरि ब्लगमा बस्छ। यसो मनोरञ्जनको लागि धेरैजना टिममा छ। साथीहरूसँग मौसम छ कि दामी।
डाँडा डाँडा चाहिँ निकाल्दैछु कि निकाल्दैछ क्या बाइक नि निकाल्दिनु ल भयो तिम्रो सुखमा तिमी भन्दा